असली भिड भनेको के हो यहाँ देख्दैछु म। अब पुलिस छ, यो भिडियो भन्ने चिज पनि बनाउनु पर्ने, पुलिस टाइपको पनि हुनुहुन्छ। यस्तो लाग्छ कि यहाँ त नो ट्राफिक रुल टाइपको क्या, तर फेरि यहाँ स्ट्रिक्ट छ नि। धरान नेपालको दोस्रो राम्रो सहर छ क्या। दोस्रो त पुलिस टप कतिमा पर्छ, टप 10 मा पर्छ। अघिदेखि यो ट्रक पछाडि ए दाजु कि मलाई कुदाउनु कि आएको के थियो कि मलाई कुदाउनु कि छिटो कुदाउने दाजुवाला भेरेटाले स्वागत गर्दैछ। अब भेरेटाले उखान देखायो, जाडो भयो के हो यो भ्यू हो। तर मलाई यो सनसेट हुने भएकोले त्यो काठमाडौँ जाने एउटा के बाटो छ नि, के भन्छ त्यसलाई, सिन्धुली भन्दा कम छ र दामी ठाउँ। यो चाहिँ हाम्रो सेटअप हो। हामी चाहिँ यसमा सवारी हुँदैछौँ। यस्तो छ हाम्रो। यो बाटो जानुपर्ने हामी त्यता कता पुग्नुपर्ने छ। अनि यो चाहिँ म हो, यो चाहिँ म हो है। खाजा हो, हाम्रो खाजा खाने बेला भयो बल्ल। खाजा खाने क्यालोरीको कमी भयो जस्तो छ। क्यालोरीको कमी भएर यो चाहिँ क्यालोरी बढाइदिउँ न होइन, 2टा क्यालोरी बढाइदिउँ। हामी चाहिँ अहिले साँझको 6 साढे 6 बजिसक्यो होला। 7 बज्न आँटिसक्यो। हामी चाहिँ यो तमोर नदी आइपुगेको छौँ। अब यहाँबाट हाम्रो यात्रा कति 50-60 किलोमिटर होला होइन, धेर छ। 50-60 किलोमिटरभन्दा धेर छ हाम्रो बसन्तपुरसम्मको यात्रा। अहिले चाहिँ हामी ठ्याक्कै तमोर खोलाको पुलमा बसिराखेको छौँ। नेक्स्ट बाँकी अब हेर्दै जाउँ के हुन्छ, कता कता पुगिन्छ, के खाइन्छ, कता बसिन्छ बस्ने भनेर आज यत्रो सेटअप लिएर आएको छ। अब यसलाई लाने होटलमा सरक्क फालिदिउने, होटलमा बस्ने, होटलमा गरी मछली खाएर सुत्न पाइन्छ। होटलमा बस्यो भने पनि यो चाहिँ एकपल्ट खोल्ने हो, नत्र यो व्यर्थै हुन्छ ल्याएको। आफ्नै झुल टाङ्ने, आफ्नै ओछेट बनाउने, यसमा तिरपाल छ, तिरपाल खोल्ने, तिरपाल ओढेर सुत्ने। हामी चाहिँ ठ्याक्कै धनकुटामा ठ्याक्कै माथितिरपट्टि चाहिँ हामी सल्लाहबारीमा बजार, ठ्याक्कै माथिल्लो बजार सिरान बजार भन्छ। सिरान बजारबाट हामी थोरै मात्रै माथितिर छौँ। अब यहाँदेखि बसन्तपुर लगभग हाम्रो डेस्टिनेसन भनेको हाफ एन आवर होइन, लगभग हाफ एन आवरको हाम्रो जर्नी रहेको हुनसक्छ। अहिले चाहिँ हामी यहाँ बाइक राखेर होटलमा, एउटा चिनेको होटल थियो पहिले कलेजबाट आउँदाखेरि चिनजानको, त्यहाँनिर राख्यौँ होटल। अनि बाइक अहिले चाहिँ अब अगाडि डाँडा छ, टक्क बस्न आउँदैछ। कसो झन्डै लडे सेटअप चाहिँ टक्क हातमा बोकेको छ। यसरी मान्छे पनि सेटअपमै छौँ। बुक्सहरू आउँदैछ, बुक्सहरूलाई जुक्स बनाइदिनुपर्छ आज। भरिया हामी त भरिया सास फुलेर म भरियै भयो। 180को स्पिडमा धड्किँदैछ मुटु हो। त्यसो भए त केही न केही भएकै हो हामीलाई। काठमाडौँमा चिनेको चट्टा कमर छिनेको वाह 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 वाह। अहिले खेल्दाखेरि पनि नयाँ ट्र्याक्टरले हो चिनेकै हो, मैले पनि देखेको।
ओके ओके बिस्तारै जानुपर्छ। दिउँसोतिर दिउँसो फेरि आगो निभो भने हाम्रो सेटअप चाहिँ यहाँ यसरी सुत्ने सेटअप भइसक्यो टक्क आउट अफ नोवेयर। यसरी दामी बसन्तपुरको ठाउँ हेर्दै भोलिको भ्यूको इन्तजारमा छु म चाहिँ। दामी छ जे होस् ठाउँ चाहिँ एकदम राम्रो। यसरी आगो बालेर मैले बाख ए यो ठाउँ ठ्याक्कै यो ठाउँ त तैँले नै हो। यसको क्रेडिट तँलाई नै दिनुपर्छ, मैले राखेर हुँदैन। प्लास्टिक सकियो भने चाहिँ हेर भाइ तेरै जुत्ता चलाउनु पर्छ। मैले आधी राख भनेको थिएँ। हुन्छ हुन्छ दाउरा त थोरै लाग्यो त यार मलाई छर्दाखेरि त कति थोरै देखियो। यतिले रात कट्छ त यता हेर त एकचोटि। गाडी मजा आएको छैन भन्छ नि गीत गाउँदै। मजा आएन अरे झन् दामी भ्यू पठाइदिनु कसले राम्रो छ यार भ्यू। क्याम्पिङ गरेर आइसक्यौँ। अब अर्कोपल्ट कहिले जाने? नेभर बरु म घरमा छतमा मङ्छु त्यो माघको जाडोमा सुत्न तयार छु। केही बरु कपडा पनि लाउँदिनँ, नाङ्गे सुत्न तयार छु। तर तँसँग क्याम्पिङ आउन त भयो काबु होइन। जाडोले झन्डै मार क्याम्पिङ बस्ने क्याम्पिङ गर्ने हो भने त मान्छे पर्मानेन्टली क्याम्पिङ भइन्छ। न्यानो हुन्छ नि तैँले के भन्दैथिस् मलाई आधी बाटोदेखि बोक्न आधी बाटो चाहिँ नि भिडियो बनाउँदैछु। भोलिको पक्का हो है जामा लाउने चल्लै त रहेछ पनि सल्लाह नगर ल ब्याग राख यहाँ आइस फोटो भन्दैछ। हामी चाहिँ यहाँ चिया खान बसेको थियौँ टक्क यहाँ गौँथलीको गुँड देखियो पाहाडतिर चाहिँ यसरी गौँथलीले माटो खोजेर ल्याएर अनि गुँड बनाउँछ। धेरै पछाडि देख्न पाइयो जो खुसी लाग्यो होइन। ओके खै कसरी बाँच्यो त्यहाँ यार आग्लोबाट कसरी बाँच्यो पोलमा सेक्न सक्ने ठाउँ चाहिँ यो राम्रो छ होइन। यो त एकदम ड्रिम प्लेस लाग्दैछ एकदम धेरै राम्रो।
बफवाला त्यो ताजा ताजा आउँदैछ मलाई चाहिँ एउटा चिज त्यो ऊ लाग्दैछ के पनि त्यो उकालो टन्नै छ कि म्याटसमा कसरी हिँड्नु अनि तल बाइक राखेर कतिवटा सिँढीमाथि चढ्नुपर्छ पागल भइन्छ सिँढी चढ्नु टपमा मन्दिर अनि पहिला त्यतिकै पानीबाट मन्दिर पुगिन्छ हिँड्न है हिँड्नलाई चाहिँ हिँड्न जाउँ न घुम्नै आएको हो मुला कति बाटोमा बस्नु टक्क हेरौँ यसो बाघको गुहरू पाइन्छ कि छाड्स बोल्दिएर यार यहाँ ढुङ्गा यो कस्तो ठाउँमा छ यो झर भने त होइन मान्छे किचिक्क ठ्याक्कै हामी चाहिँ यो कहाँ आएर तिनजुरे भन्ने ठाउँमा आइपुग्यौँ बाटो यस्तो छ ठिकै छ बिस्तारै पुगिन्छ राखेको छ अनि म चाहिँ यहाँ गुराँसको फोटो खिच्न आएको छु बल्ल बल्ल भेट्यो सिजन पनि लगभग लगभग सकिसकेछ गुराँसको यो चाहिँ चिमाली जस्तो लाग्यो मलाई सेतो कलरको छ सेतो गुराँसलाई त चिमाली भनिन्छ यो पनि सकिन आँटिसकेको छ ठिकै छ तर राम्रो छ एकदम हाम्रो राष्ट्रिय फुल राम्रो छ ठिकै छ हेर्न पाइयो लाली गुराँस त खान्छन् पनि मान्छेले यसो एउटा ट्राई गर्नु पर्यो छ्या तितो पो हुँदो रहेछ छ्या बाटो यस्तो धराप छ मनाङ मुस्ताङ गए जस्तै लाग्दैछ अनुभव चाहिँ मनाङ मुस्ताङतिर हिँडेको जस्तै अनुभव आइरहेको छ बाटो त कुरै नगरौँ यसो मासतिर हेर्ने हो भने यस्तो छ राम्रो छ चाहिँ ठिक छ एडभेन्चर दिस इज एडभेन्चर पत्थर काटेर बाटो बनाएको छ दिस इज द रियल एडभेन्चर म्यान दिस इज द प्योर भाइब हाँक्छु गर्न खोज्दैछ मुलाई यहाँनिर उठे उहाँ नकालियो उन भर्खर सिक्दैछ उता छैन देखि त्यो मैले भनेको कालिज होइन रहेछ काली रहेछ हामी चाहिँ माथि के को मन्दिर पाथिभरा होइन पाथिभरा माताको मन्दिर जानको लागि सिँढीतिर हिँडिसकेको छौँ बिस्तारै बिस्तारै जानुपर्छ अस्ति आउँदाखेरि हल्का गाह्रो भएको थियो यसपालि अलिक कम खासै भएको छैन यसपालि जय श्री राम चोखमा लगाइदिनु हो साथी के निकाल न ब्यागमा बोक्न ल्याएको होइन ठिक छ राम्रो छ भ्यू दामी छ सेल्फी गर्न पाहाडहरू देखिँदैछ एकदम राम्रो छ रमाइलो भइरहेको छ हामी पुग्नुपर्ने चाहिँ त्यो डाँडामा हो त्यो डाँडामा 150 किलोमिटर प्रति घन्टाको स्पिडले मुटु धड्किरहेको छ बाटो हेर्नु त्यहाँ कस्तो राम्रो देखिएको अघि हामी आएकै बाटो हो त बिस्तारै बिस्तारै जाने हो आनन्दले हतार सेल्फी पनि होइन मतलब मलाई देखाएन होइन हो त पनि देखिरहेको छस् एकचोटि यो सर्टकट बाटो रहेछ यो लङ कट बाटो रहेछ यो गल्दैनौ भने यो बाटो आउँदा भयो गलिन्छ भने यो बाटो बिस्तारै आरामले आउँदा भयो ल उठ्न हो है ढिलो भइसक्यो मुला बियोस भयो कि क्या हो ओइ ओइ उठ उठ हामी हतारमा छौँ को हाँस्दैछ हौ ए काका हाँगेर चाहिँ म त को हा 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 गरे जस्तै लाग्यो
दामी रहेछ ल एउटा क्यामेरा चाहिँ मलाई त अति गर्मी भयो मैले त ज्याकेट खोले मस्ट निडेड है अहिले हामीलाई एउटा क्यामेरा चाहिँ मस्ट निडेड छ यस्तो दामी दामी भ्यू छ आँखाले कस्तो राम्रो देखिन्छ मोबाइलले त खै के हो कुहिरो मात्रै देखिन्छ यति राम्रो छ यहाँ हामीले पनि बनाएको तर अरू पनि सकिन मस्ती आज बनाउनुपर्छ खर त रहेछ नि होइन यस्तो क्या जानेर चाहिँ यो त्यसलाई वातावरण मिल्छ त्यहाँनिर छ राम्ररी वातावरण मिलेको छैन त्योबाट नाङ्गे देखियो यहीँबाट छुट्टिहाल्छ कस्तो शीतल हावा आएको अहिले गहिले कस्तो शीतल जय श्रीराम जय पाथिभरा माता यहाँनिर पनि दामी रहेछ पोइन्ट भ्यू पोइन्ट हो कि दुईजना गयो भने त झर्छ होला उयो खम्बा गाडेको भनिदिएको नि कहाँ झर्छ हावा चाहिँ जे होस् जय श्रीराम जय बजरङ्गबली जय कस्तो चिसो हावा आएको यार होइन यो चाहिँ पाथिभरा माताको मन्दिर हो यस्तो छ ठाउँ चाहिँ त्यता जानुपर्ने छ बाई गर्दै भाइ हाई गर्दै बाई गर्दै भाइ बाई गुड बाई पाथिभरा माताको मन्दिर छ अब हामी यो डाँडा सक्यो घुमेर दिसमा चाहिँ बाबामा टिकटक बनाउनु बिजी नानी यसरी खेलिरहेको छ नानी अब यतातिर झऱ्यो भने के हुन्छ होला त एक्सिडेन्ट हुँदैन खै त खोप्स नै छ यही हो रेस्पोन्सिबल प्यारेन्ट्स हुने यही हो हेर त टिकटकले एक तरिकाले समाजमा निकै नराम्रै असर पारिसक्यो यार है त कस्तो चिप्लिरहेको छ यार म त जुत्ताले होला हेलो हाउ आर यु जुवा अरे जुवामा हारियो आज त साथीले खसीको मासु खुवाउँछ साथीले किन्छ साथीले चम्चीले खुवाउँछ बाटो एकदमै राम्रो जति बेला पनि केही चिजमा मिस भइरहेको छ अहिले एक्चुअलमा कति चौचौ ए मायासँग कस्तो यार दिमाग पनि अब थाहा पाइन्छ नि त अरूपल्ट पहिलो फुल फुलेको रहेछ राम्रो देखियो चिटिक्क यहाँ टाइम ल्याप लगाएर बस्नु टाइम ल्याप लगाउनु मिल्दैन अस्ति चेक गरिसक्यो तिनजुरे भनेको असली तिनजुरे यो होइन क्या कुन हो यता कता मान्छे हामी चाहिँ यहाँनिर लागेको बनाउनु पर्यो यो खालको जुत्ता त फेरि चिप्लिहाल्छ यहाँबाट टाइम ल्याप्स बनाउनु यहाँको बाटो के गुल्टिँदै त्यो मान्छे हो छिटो झरिन्छ जाउँ निस्क्यौँ जोलाको बाटो यस्तो छ भन्ने लड्ने मलाई पनि लिएर झर्लास् सिधै गदै छ मान्छे भन्नु कि गधा भन्ने जस्तो भूत लाग्छ है भूत लाग्छ
बेटारी बेटारी र म अघि चाहिँ फर्किँदाको क्रममा हो ठ्याक्कै तमोर नदीमा यसो फोटोसोटो खिच्न भनेर गाडी रोकेको छु एकछिन फोटोसोटो खिच्ने अनि बन्द गर्ने घरतिर जाने अनि चाहिँ ठक्क यो तमोर कोसीको पुलमा मैले फोटोसोटो खिच्न भनेर रोकेको छु हेर्दै साधन चाहिँ ठ्याक्कै यहाँनिर रोकेको फोटोसोटो खिच्ने साधनमा चढ्ने टिएपी टाढो